आज हामी प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको वीर पुर्खा कविता वाचन गर्न गइरहेका छौँ। कक्षा 11 का विद्यार्थीसँगै यो कविता यसरी वाचन सुरु हुन्छ। यो कविता झ्याउरे लयमा संरचित छ। कुन पहाडले कुन खोलाले तिम्रो गति छेके थियो र, वीर पुर्खा कुन आँधीले तिम्रो यात्रा रोके थियो र, वीर पुर्खा कुन आँधीले तिम्रो यात्रा रोके थियो र, गरुडको झैँ बेग तिम्रो कुन आकाशले बाँध्न सक्यो, पौरखले रच्यो नेपाल पहाड तराई जुट्न सक्यो, पौरखले रच्यो नेपाल पहाड तराई जुट्न सक्यो, पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला, पश्चिम रावी तिम्रो अझै रक्तधारा धुन्छ होला, पश्चिम रावी तिम्रो अझै रक्तधारा धुन्छ होला, काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला, वीर पुर्खा तिम्रो गीत गङ्गाभरि गुच्छ होला, वीर पुर्खा तिम्रो गीत गङ्गाभरि गुच्छ होला, दिगर्चामा डोब तिम्रो चिसो हिउँ भित्र होला, बेत्रावती किनारभरि पौरखको चिनो होला, बेत्रावती किनारभरि पौरखको चिनो होला, वीर पुर्खा तिमीलाई मितेरीले मात्रै बाँध्यो, सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो, सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो, नाकाथुनी नेपालीलाई कसले छेक्न सके थियो र, हिमालको हिम नदी कसले रोक्न सके थियो र, हिमालको हिम नदी कसले रोक्न सके थियो र, वीर पुर्खा तिम्रै रगत नेपालीका नसाभरि, उही गीत उही गौरव चन्द्र सूर्य ध्वजाभरि, उही गीत उही गौरव चन्द्र सूर्य ध्वजाभरि, उही गीत उही गौरव चन्द्र सूर्य ध्वजाभरि।
धन्यवाद।